आज हामी देउरानी डे 3 सुटिङमा छौँ। हामी 136 37 38 को यता लाइटहरू फिट भइसकेको छ। लगभग रेडी हुने अवस्थामा छ यता हैन। हाम्रो पवन सर हुनुहुन्छ, लाइट रेडी हुन्छ। हामीले खाना खाएको छैनौँ रातिको समयमा। धेरै मेहनत नगरिकन चाहिँ माया पाइदैन भन्ने कुरा हामीले ठ्याक्कै अनुमान लगाइसकेका छौँ हैन। अनि कान्छीमा कस्तो अनुभव भइरहेछ। सबैजना मान्छेहरूले चाहिँ देउरानीलाई माया गरिदिनु पर्यो। सिरियल है सेयर गरिदिनु पर्यो। शेयर गरिदिनु पर्यो गाइस। अति भन्दा अति शेयर गरिदिनु पर्यो। एकजना मान्छेले 50,000 मान्छेले शेयर गर्यो भने मात्र अलि राम्रो भ्यू जान्छ के गाइस। हामी भ्युजको लागि भन्दैन, हामी राम्रो काम सबैलाई देखाउँदै छौँ। हाम्रो चाहिँ राम्रो काम हो, राम्रो काम हेर्नु होला। देउरानी नमस्ते। यो त रात 1 बजिसकेको छ। अनि के सुटिङ अझै छ? अनि जाडो भएको छैन तिमीलाई? काम गरिरहन भनेर दर्शकको मायाको कति पाइरहेको छ? दर्शकको माया धेरै नै हैन यो गल्ती भयो एउटा ठिकै। आजकल चाहिँ तपाईहरुले माया अलि कम गर्नुपर्छ गाइस। अलि भ्युज कम गएको छ हैन। देउरानी सिरियल चाहिँ सबैले शेयर गरिदिनु पर्यो। जसले हेर्नुहुन्छ उहाँले सबैले शेयर गरिदिनु होला। तिमीले यति धेरै माया यति राम्रो बहिनीले चाहिँ यति मेहनत गरेको छ हैन। यसको कामलाई चाहिँ तपाईहरुले मन पराइदिनु भएको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद। साथै उसले भनिरहेको छ शेयर गरेर अझ धेरै भ्युज पुर्याइदिनु होला भनेर आजकल घट्दैछ हैन। ब्लग छ ब्लग नो जेपिटी। वाह नमी बनायो। फोन सब पनि सानो रहेछ। नम्बर 1 अब हाम्रो बिर्यानी दिनु भयो तपाईहरुले। क्या हुनु म आतिको बसेको गाडी म त भन्छ। म त हाले कस्टम भगै हाले मलाई थाहा। यो नालै ल आर्टिस्ट बाहिर आऊ। ए आर्टिस्ट त मै भएर है। के छ अवस्था? हाम्रो देउरानी चाहिँ यस्तो हुँदैछ। हाम्रो पनि लाइट छ त गाई। तपाईँ लाइट भएन के भएन भन्नुहुन्छ हेर्दैन भयो। सेतो तिमी यो साइडमा बाल्दैौ न छ होडा छ। रातिको समयमा छ हाम्रो के तपाईँको नाम के अरे काकी के अरे ए काकी आमा आउनु भइसक्यो। हाम्रो यहाँ काकी हुन्छ। प्लसमा सानीमा पनि होइन। हाम्रो रातिको समयले हाम्रो कति 1 बजेन 1:30 भएन 1:30 बजे यस्तो दुःख गरिरहेको छ। म यो सर कोही छैन। म त हिँड्ने बेला होला यार। म एक्लै हो कोही छैन। ढोकालाऊ सर तपाईँ टोपी यहाँ चाहिँ भ्लगमा त हालिदिन्छ। जस्तै आमाले जस्तो खिचे त्यस्तो हाल्दैन। उहाँ गर्दै गर्छ उहाँको बेज। हाम्रो सुटिङ त सब अल्लाह बिच भाइ जान्छ जानु। सबै रेडी हो भने के जान्छ कार खाइ त कार खाने म त ब्यागमा राख। जिउरो हड्डी खाने नि त। नरन के नरन यो जिउरो हड्डी हैन। एकचोटि त्यो हाम्रो ढेडो बुढाको आवाज निकाल्दैन न। होइन आउँदैन अहिले। अनि त्यो के अरे त्यो बटारेको त्यो पनि आउँदैन। गर्नु न एकचोटि सर प्लिज सर। तपाईँमा ठुलो कला छ अरे भन्नुभयो। 1 बजीतिर कहाँ आउनु त? ठुलो कला भएको हाम्रो कलावान हो देउरानीको। होइन के हो उहाँले त यस्तो फुर्काइदिनु पर्छ। एकचोटि फुर्काएपछि मलाई गरिहाल्नु ल। बटारेको मोबाइल गर्नु होइन तपाईँले रागिनासे के गरेको यो खाली स्टिच हानेको हाने गर्छ त यो मुर्दार। मलाई हान्देऊ बटारेको पनि सर बटारेको पनि एकचोटि वान्स मोर। अब अहिले घाँटी ल आइसन भयो सर। म्याम भएर दिनु तपाईँहरू क्यामेरा पछि आउनु सम्बन्धन गर्नु पर्ला नि फेरि। क्यामेरा पछि आउनु सबैजना। के फुपू तपाईँ के गरे नि? ल उता पछाडि पछाडि सबैजना। कसको हाम्रो रेडी छ होइन। बटारेको अघि बढ्न चाहन्छु। सबैले त्यसो भनेको राम्रो है। तर यो बटारेको आवाज निकाल भनेको चाहिँ साह्रै नराम्रो। ढेडोको एकचोटि आइरन राख्ने एक चोटि पो हुन्छ त यार। आइरन राख्ने एकचोटि प्लिज यार सर यार। धेरै बुढाको वान्स मोर धेरै बुढाको सर। डाइरेक्ट दिनु भन्छु ल। डाइलग तपाईँको काल एकदम ल्याङ गर्यो त्यसलाई थर्का पठाएको थिएन। तपाईँको भान्जी त्यसलाई मन परायो होला। कालले तपाईँको भान्जी भन्ने मान्छेले मन पराए उसलाई थर्कनु पर्यो। होइन रागिनासे तेरो अनुहार छ र मन पराएको मेरो भान्जीलाई। ल ल ल रेडी सर वाइट सर ढोका लाउने के अनुहार आइज त्यो त पोका हटाइदिनु पर्छ क्या थामको।
तिमी लुकेर भिडियो ओके सर हाम्रो बाहिर सिन छ त्यसै गरी भित्र पनि सिन छ है यो चाहिँ यता चाहिँ नदेखाउँ मैले यता देखाइन यता देखाएँ होइन यता अब दुईजना छन् एउटा यो कहाँ उयो कहाँ बुढो बाटातिर माग्दै थियो हामीले घाम आएको ठाउँ लगाएको बिचरा गरिब दुखीको बजार छ चाँडा चाहिँ कामी राखेको थियो के अन्त हामीले त माया राख्छ धेरै गरिब दुखीको बच्चा बिचरा यो त कामै गर्छ बिचरा कस्तो छ हेर के भयो आँखै नजिक हेर्छ फेरि